दुई तीन ठाउँ स्विमिङ गरेर आयौँ तर थाकेर चाहिँ खेल्दैछु। हेलो गाइस, स्वागत छ हजुरहरूलाई मेरो मन्जु भ्लग युट्युब च्यानलमा। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। म फेरि पनि आइसकेको छु नयाँ दिन नयाँ भिडियो ल्याएर। साथीहरू, हजुरहरूकोतिर चाहिँ कति गर्मी छ? हाम्रोतिर त एकदम गर्मी छ, बाहिर निस्किन पनि गाह्रो छ। यति गर्मी छ, यति गर्मी छ, म चाहिँ कहीँ पनि जाँदैन गर्मी भएर साथीहरू। त्यही भएर आज चाहिँ स्विमिङ गर्न जाम भनेर चाहिँ जाँदैछौँ हामीहरू दुई तिनजना मिलेर। तिनवटा अरे म एउटा अनि दुईवटा बाबुहरू अनि एउटा उतातिर मेरो साथी पनि जाँदैछ। त्यही भएर चाहिँ यस्तो गर्मीमा बसेर के गर्नु, कामकाज पनि केही छैन। त्यही भएर हामी चाहिँ स्विमिङ गर्न जाम भनेर चाहिँ प्लान गरेर हामीहरू सबैजना जाँदैछौँ। हजुरहरू सबैजनाले मेरो युट्युब च्यानललाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु भएको छैन भने पनि गरेर मेरो युट्युब च्यानलमा जोडिनु होला। त्यसैले म चाहिँ अब रेडी हुँदैछु। अहिले चाहिँ 12 बजिसक्यो भन्नाले पनि 12 बजिसक्यो साथीहरू। 12 बजेको घाम तपाईँलाई कस्तो हुन्छ थाहै छ। त्यही पनि अब यहाँनिर नजिकै नेपालमा जाँदैछौँ हामी स्विमिङ गर्नलाई। अब चाहिँ म रेडी हुन्छु। हेलो गाइज, आज म स्विमिङ गर्न जाँदैछु। म आन्टी दादा जाँदैछौँ। आज मलाई बहुत खुसी लागेछ कि बहुत खुसी। म आन्टी दादा मिलेर जाँदैछौँ। देख्न सक्नुहुन्छ हाम्रो आन्टी कहीँ जाने भन्ने बित्तिकै कहीँ मेकअप गर्न सुरु भइहाल्छ। देख्न सक्नुहुन्छ गाइज, आन्टी हजुर यसरी किन मेकअप गर्दै हुनुहुन्छ? पछि पानीमा गयो भने चाहिँ बिग्रिन्न? पानीमा गए पनि त अहिले गाडीमा जानुपर्छ अनि राम्ररी बनेर हिँड्नु परेन? यस्तै जाने त बौला जस्तो गरेर। ए हो र, छिटो गर्न जान ढिलो भइसक्यो। ल ल भइहाल्यो। ल त साथीहरू, म चाहिँ रेडी भइसकेँ। अब चाहिँ रेडी भएर घरदेखि निस्किँदैछौँ हामीहरू। बाबु अनि म, उनीहरू चाहिँ उता अगाडि छन्, उहाँ अगाडि गएर भेट्नुपर्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले हाम्रोतिर चाहिँ यति गर्मी छ कि साथीहरू, यति गर्मी छ कि यहाँ देख्न सक्नुहुन्छ। हजुरहरूकोतिर छ कि नै पक्का पनि होला। अहिले चाहिँ अब वैशाख महिना गर्मी नभएर चाहिँ कहिले हुन्छ। तर यता चाहिँ हिजो अस्ति 2-3 दिन अगाडिदेखि चाहिँ धेरै गर्मी परिरहेछ कि। त्योभन्दा अगाडि चाहिँ केही थाहा थिएन गर्मीको। 3 दिन भयो आज लास्ट डे गर्मी भएको छ। यहाँ राम्रोसँग हेर्न पनि सकिँदैन के, आँखा पनि कस्तो हुन्छ यहाँ बाहिर हेर्दाखेरि। हामी चाहिँ म चाहिँ अहिले यहाँ घरमै छु। अब चाहिँ हामी निस्किँदैछौँ। छिटो आऊ। झ्यालहरू सबै लगायो भित्रदेखि। ए यहाँ चाहिँ छाता लगेर रेडी भइसक्यो काले। हामी चाहिँ अब निस्किँदैछौँ। आऊ, गेट लगाऊ है। ल हेर्नुहोस् यहाँको गर्मी यस्तो छ। त्यही भएर चिसो चिसो पानीमा स्विमिङ गरौँ भनेर चाहिँ हामी जाँदैछौँ। यिनीहरू चाहिँ यति खुसी भएनन्, यति खुसी भएनन् स्विमिङ गर्ने भन्ने बित्तिकै। त्यस्तो प्लान चाहिँ थिएन कि, अचानक भएको हो। अनि त्यही भएर जाने आज स्विमिङ गर्न भनेको। खुसी लाग्छ? एकदम खुसी हो। अब अर्को काले चाहिँ पछाडि आउँदैछ छाता ओढेर। दे मलाई छाता, म ओढ्छु। कति खुसी लाग्यो? धेरै खुसी लागेछ। हो, पुरा तेल सेल लगायो। तैँले किन तेल नलगायो त? फेरि उसले चाहिँ तेल सेल लगाएर हिरो बनाएको छ ऊ। हेर्न, उसले चाहिँ तेल नलगाएको। हामी चाहिँ साथीहरू बाटोमा हिँड्दैछौँ। यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ एउटा मान्छे बाहिर निस्किएर कि गर्मीमा को निस्किन्छ भन्नु न? कोही छैन कि रोडमा, कोही मान्छे छ छैन केही छन्। अब बाहिर टाढा जाने मान्छे त हिँडिहाल्छ नि। यस्तो घरदेखि बाहिर निस्किएन क्या मान्छेहरू। म त कपाल छोडेर आएको, अहिले मेरो के हुन्छ हालत। साथीहरू, हामी चाहिँ वन्डरल्यान्ड भन्ने वन्डरल्यान्ड वाटर पार्क वन्डरल्यान्ड हो, वन्डरल्यान्ड चाहिँ पुगिसक्यौँ। हामी चाहिँ गाडीदेखि झरिसक्यौँ। हाम्रा यहाँ दुईटी साथीहरू पनि आइसके। अब हामी चाहिँ जाँदैछौँ। यता शीतल शीतलमा हिँड्नु क्या। यता चाहिँ रुखहरू छ कि शीतल शीतल अलि हल्का। काफलको होइन यो के को मलाई थाहा छैन। कोही मान्छे रिस्किरहेको छ, कोही मान्छे त स्विमिङ पुल आइरहेको छ।
पनि त्यतै जाने हो किन ए हाम्रो चाहिँ वन्डरल्यान्डको बल्ल पनि आउने यार मलाई त वन्डरल्यान्डको गेट चाहिँ यही हो मेरो चाहिँ पहिलोचोटि हो यहाँ चाहिँ म आएको थिएन योचोटि त्यो गेट पनि के भत्किया जस्तो हो त भाइ जेन्जीले भत्काइदिए के हो टिकट काट्ने कता यता हो कोही छैन नि त है काटेर हामीले चाहिँ टिकट काटिसक्यौँ अब टिकट काटेर भित्र जाँदैछौँ यहाँ एकछिनमा यहाँ टिकट चेकिङ हुँदो रहेछ अब त हामी लाग्यो स्विमिङ गर्नु भागी गए केटी भाग भाग ओइ उहाँ त यता त पानी छैन भाइ त्यहाँ त यता चाहिँ हाम्रो घाँसहरू छ यता हेर उहाँ चाहिँ स्विमिङ गर्दै हुनुहुन्छ देख्न सक्नुहुन्छ हाम्रो तर मान्छे छैनन् है तर यहाँ चाहिँ साथीहरू खासै मान्छे चाहिँ हुनुहुन्न है आज हामीलाई चाहिँ अलि मजा हुने भयो साथीहरू हामीले चाहिँ कपडा चेन्ज गरेर हामी चाहिँ आइसक्यौँ स्विमिङ गर्ने ठाउँमा यहाँ मेरो साथीहरू चाहिँ गइसक्यो म चाहिँ अब जाँदैछु म पनि यहाँ देख्न सक्नुहुन्छ कस्तो छ पानी चिसो छ बाबुहरू चाहिँ उता छ नि यिनीहरू चाहिँ यहाँ खेलिरहन् अब चाहिँ मेरो पालो म पनि जाँदैछु तर मोबाइल उहाँ लिने चाहिँ अब पानी छ त्यही भएर मोबाइल यहीँ राखेर जानुपर्ने हुन्छ साथीहरू हामी चाहिँ यहाँ स्विमिङ गर्ने यस्तो तातो घाममा नि यस्तो मजा आइरहेको छ साथीहरू यति मजा छ पानी तातो छ कि भन्ने लागेको थियो हामीहरूलाई चाहिँ पानी तातो छ कि जस्तो लागिरहेको थियो हामीहरूलाई चाहिँ तर तातो छैन एकदम चिसो पानी छ यति मजा आइरहेको छ साथीहरू म चाहिँ खेल्दैछु देख्नु ल यस्तो देखाइदिए कसैलाई फेरि टिकटक बनाउन यस्तो मजा आयो हेलो गाइस म त त्यत्तिकै आइए हेलो गाइस हेलो हाय हाय हामी चाहिँ अब जाँदैछौँ उतातिर यहाँ चाहिँ साथीहरू अब यहाँ खेलेर भ्यायो ब्याग लिएर आइज बाबु त हामी चाहिँ अब अलि उतातिर गानाहरू म्युजिकहरू बजिरह नि त त्यही भएर त्यतातिर जाँदैछौँ हामी अब अर्को ठाउँमा यहाँ चाहिँ भ्याइयो हाम्रो भ्याइ भन्दा पनि फेरि आउने हो यहाँ अनि एकछिन अहिले त्यहाँ जान्छौँ अर्को ठाउँमा आइसकेपछि सबै नघुम्नु परेन उहाँ थियो उहाँ साथी मैले त यस्तो ब्याग बोके हिँडिरहेको छु कि किन भनेपछि अब मोबाइलहरू राख्नु पर्छ नि त त्यही भएर उहाँ राख्ने सुविधा त छ लकर त छ अनि मोबाइलहरू राख्नु पर्छ त्यही भएर चाहिँ मैले ब्याग बोक्दै जहाँ जान्छु त्यहीँ ब्याग लगेर हिँडिरहेको छु मैले ए यहाँ हेर्नुहोस् उहाँ जाँदैछौँ कि अब हामीहरू यहाँभन्दा त उतै राम्रो छ के त्यस्तो पानी फाल्दो रहेछ त्यहाँ उतै गएर छ भाइ यहाँ छ के यहाँ पहिला खै जाऊ त मलाई त उतै राम्रो लाग्यो यार उतै राम्रो लाग्यो यहाँ भित्र त यति चिसो छ अनि यो बाहिर हिँड्दाखेरि चाहिँ यति तातो छ यति पोल छ यति हो पानी हो हाम्रो बाबुहरू केटाकेटीहरू चाहिँ उहाँ जाँदैछन् खेल्न उहाँ गएछन् हामी पनि जान्न उहाँ माथि मजा आउँछ
स्विमिङ गरेर थाकेर उहाँ गएर 2-3 ठाउँ स्विमिङ गरेर आयौँ न धन 2-3 ठाउँ स्विमिङ गरेर आयौँ तर थाकेर चाहिँ अहिले रेस्ट गर्दै हो हामी त थाक्यो अब देख्न सक्नुहुन्छ ल अब रोमानी आइज यहाँ साथीहरू हामी चाहिँ स्विमिङ गरेर पनि हाम्रो सकिसक्यो हामी चाहिँ अब गेटदेखि बाहिर अब घर जाँदैछौँ म चाहिँ उल्टो हिँडेको किन भनेपछि यतादेखि कालो आउँदो रहेछ घाम चाहिँ यता देखिरहेछ कि यतादेखि घाम यता परिरहेको नि त त्यही भएर चाहिँ हामी चाहिँ अब घरतिर जाँदैछौँ अघिमा चाहिँ मेकअपमा एकदम राम्री भएर आएको थियौँ अहिले चाहिँ हजुरहरू देख्न सक्नुहुन्छ कस्तो छौँ हामी कस्तो थिए कस्तो भयो हेर मलाई भने जस्तै गाना छ नि त एउटा त्यस्तै भइरहेछ अहिले साथीहरू अब हामी चाहिँ घर जाँदैछौँ अब गाडीमा अगाडि रोड छ उहाँ रोडदेखि अब गाडीमा बसेर घर जानुपर्ने हुन्छ हामी चाहिँ 3-4 घन्टा स्विमिङ गऱ्यौँ है नुहायौँ मजाले आज पानी पनि त्यस्तो रहन्छ क्या त्यस्तो मतलब तातो थियो न अनि त्यही भएर नुहाउनु पनि मजा आयो पानी पनि ठिकै चिसो थियो अनि त्यही भएर हामी चाहिँ 3-4 घन्टा मजाले नुहाएर आनन्द भयो आजको दिन चाहिँ हेर्नु न यहाँ कति रमाइ आएको थिएँ अहिले चाहिँ पुरै स्याड भइरहेछन् अँध्यारो खाप्चो लगाइरहन् कसैले स्विमिङ गरेर आँखा राता बनाइसके अनि पानीमा आँखा हेरेपछि यस्तै रातो हुने त हो नि पुरा जाँगर मारेर हिँडिराखन् यिनीहरू भोक पनि लाग्यो अरे अब यहाँ त होटल छैन अब सिधै घर जाने हो साथीहरू हामी चाहिँ घर पुगिसक्यो घर पुगेर पनि मैले कपडा सपडा चेन्ज गरिसकेँ हजुरहरू देख्न सक्नुहुन्छ हामी चाहिँ उहाँदेखि आएर पनि यति गर्मी थियो त्यही भएर चाहिँ हामी अब तरबुजा खाम भनेर चाहिँ हामी काटेर इनुन चाहिँ खाइसक्यो म चाहिँ तरबुजा खाँदैछु देख्न सक्नुहुन्छ अब गर्मीमा तरबुजा शीतल हुन्छ नि त खानलाई त्यही भएर फ्रिजमा हालेर गएको थियौँ अहिले आउँदाखेरि चिसो भएर रहेछ अनि यो तरबुजा काटेर हामी खाला छ मिठो छ आजको भिडियो यति नै हजुरहरू सबैजनाले मेरो युट्युब च्यानललाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु भएको छैन भने पनि गरिदिनु होला फेरि भेटौँला नयाँ न्यू भिडियोसँगै बाई बाई